हेलो नमस्ते वेलकम टु मज्जाको कुकिङ युट्युब च्यानल। यहाँहरू सबैलाई मज्जाको कुकिङ युट्युब च्यानलमा स्वागत छ। आज मैले एकदमै मिठो रेसिपी लिएर आएको छु। आजको रेसिपी रहेको छ स्विट एन्ड स्पाइसी हनी गार्लिक चिकन स्ट्रिप्स रेसिपी। सुरु गरौँ आजको रेसिपी। सुरुमा मैले चिकन ब्रेस्ट लिएको छु, जसलाई चाहिँ मैले आफ्नै सेप साइज दिनको लागि चाहिँ ब्रेस्ट नै लिएर आएर मैले भिडियोमा देखाए अनुसार चाहिँ हजुरहरूले यसलाई चाहिँ लामो लामो पिस गरेर काट्नुपर्ने हुन्छ। यसलाई चाहिँ हजुरहरूले कतिको लामो पिस बनाउने, कतिको मोटो पातलो पिसहरू गर्ने चाहिँ तपाईँ आफैमा नै भर पर्छ। सकेसम्म चाहिँ हजुरहरूले भिडियोमा देखाए अनुसार नै यतिको नै पिस बनाउनु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। हेर्नुस् त, यसो गरेर चाहिँ हजुरहरूले सानो पिसहरू बनाउनु होला। सानो पिस भन्नाले हजुरहरूले सानो सानो पिस पनि बनाउन सक्नुहुन्छ, तर यसमा चाहिँ सानो पिस अलि लामो तरिकाले चाहिँ काट्नुपर्ने हुन्छ। हजुरहरूले भिडियोमा कटिङ गरेको पनि हेर्न सक्नुहुनेछ। यस्तै गरेर चाहिँ हजुरहरूलाई कति आवश्यकता पर्छ त्यही अनुसार चाहिँ हजुरहरूले आवश्यकता अनुसार चाहिँ पिसहरू रेडी गर्नु होला। त्यसपछि चाहिँ हजुरहरूले रेडी गरेको सबै पिसलाई चाहिँ एउटा गहिरो भाँडामा राख्नु होला। त्यसपछि यसमा हजुरहरूले स्वाद अनुसार चाहिँ नुन राख्न सक्नुहुन्छ। मैले यसमा आधा चम्चा जति मरिचको धुलो पनि राखेको छु। त्यसपछि मैले थोरै भेनिगर राखेको छु। हजुरहरूसँग छैन भने कागतीको रस पनि राख्न सक्नुहुन्छ। त्यसपछि एउटा अन्डा फोरेर राखेको छु। खासमा चाहिँ येल्लो पार्ट नराखिकन व्हाइट पार्ट मात्रै अन्डा राख्दा पनि हुन्छ। मैले चाहिँ सिँगै नै राखेँ। त्यसपछि यसमा मैले 2 चम्चा कर्न स्टार्च राखेँ। त्यसपछि यसमा चाहिँ डार्क सोया सस राखेँ। त्यसपछि अलिकति मात्रामा चाहिँ तेल राखेँ। हजुरहरूले यतिखेर लसुन अदुवाको पेस्ट पनि राख्न सक्नुहुन्छ, तर मैले लसुन अदुवाको पेस्ट चाहिँ अलि पछाडि राखेको छु, किनभने यो टाँसेर मोल्न नै गाह्रो हुन्छ। हजुरहरूले चाहिँ यति सबै सामग्रीहरू राखिसकेपछि यसलाई चाहिँ एकदम राम्रोसँग कोटिङ गर्नुपर्ने हुन्छ। मैले चाहिँ अदुवा लसुनको पेस्ट यतिको मोलिसकेपछि राखेको थिएँ। हजुरहरूले चाहिँ अदुवा लसुनको पेस्ट नभएर चाहिँ अदुवा लसुनको पाउडर छ भने पनि पाउडर पनि युज गर्न सक्नुहुन्छ। आवश्यक सामग्रीहरू राखिसकेपछि यसलाई चाहिँ हजुरहरूले राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ, ताकि हामीले राखेको सबै मरमसलाहरू चाहिँ एक आपसमा राम्रोसँग कोटिङ होस् भनेर चाहिँ। अब यतिको भइसकेपछि यसलाई चाहिँ हजुरहरूले 30 मिनटदेखि 1 घन्टासम्म चाहिँ म्यारिनेट हुन छोडिदिनुपर्छ। चिकनलाई चाहिँ रेस्टमा राखिसकेपछि अब हामीले चाहिँ अन्य सामग्रीहरू तयार पार्नतर्फ लागौँ। यसको लागि चाहिँ एकदमै धेरै लसुन चाहिन्छ। त्यसलाई चाहिँ हजुरहरूले मसिनो गरी काट्न सक्नुहुन्छ। मसिनो गरी काट्न सजिलो हुनको लागि चाहिँ हजुरहरूले लसुनलाई चाहिँ यहाँ भिडियोमा देखाए अनुसार चाहिँ हजुरहरूको चक्कुले चाहिँ यसलाई मजाले हातले थिच्न सक्नुहुन्छ र थिचिसकेपछि यो फुट्छ अनि हजुरहरूले चाहिँ यसरी सानो टुक्रा गरेर चाहिँ काट्न सक्नुहुन्छ। यो रेसिपीमा चाहिँ लसुन एकदमै धेरै चाहिन्छ, त्यही भएर चाहिँ हजुरहरूले अलि धेरै नै लसुनलाई सानो टुक्रा गरी काट्नु होला। त्यसपछि अब लागौँ हामी यसलाई आवश्यक पर्ने चाहिँ सस तयार पार्नतर्फ। यसको लागि चाहिँ एउटा सानो बल लिनुहोस्। त्यसपछि यसमा चाहिँ 3-4 चम्चा जति मैले केचप टमेटो केचप राखेको छु। त्यसपछि 2 चम्चा जति डार्क सोया सस राखेको छु। लगभग 1 चम्चा जति मैले हट चिल्ली सस राखेको छु। त्यसपछि मैले 1 चम्चा कर्न स्टार्च राखेँ। त्यसपछि मैले ठुलो चम्चाको 1 चम्चा चाहिँ यसमा मैले हनी पनि राखेको छु। त्यसपछि मैले आधा कप जति यसमा पानी राखेँ। यति सबै सामग्रीहरू राखिसकेपछि यसलाई चाहिँ हजुरहरूले एकदमै राम्रोसँग मोल्नुपर्ने हुन्छ, ताकि हामीले राखेको सबै सामग्रीहरू चाहिँ एक आपसमा राम्रोसँग मिक्स होस्। त्यही भएर चाहिँ यसलाई राम्रोसँग मोलिसकेपछि लास्टमा चाहिँ यो यतिको बन्छ। यतिको भइसकेपछि हामीले तयार बनाएको सस पनि अलमोस्ट रेडी भइसक्यो। यति सामग्री तयार पार्दासम्म लगभग 45 मिनट जति भइसकेको थियो। त्यसपछि मैले अघि म्यारिनेसन हुन छोडेको चिकन हेरेँ। चिकनलाई चाहिँ एकचोटि हजुरहरूले राम्रोसँग चलाउनु होला। त्यसपछि अब हामीले यसलाई चाहिँ डिप फ्राई गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ एउटा प्यानमा आवश्यकता अनुसार हजुरहरूले तेल राख्न सक्नुहुन्छ। मैले चाहिँ सनफ्लावर तेल युज गरेको छु। त्यसपछि अब हजुरहरूले तेल तात्यो कि तातेन भनेर यसरी हात राख्दाखेरि चाहिँ अलि तातो बाफ आएपछि अलमोस्ट तेल तातिसकेको हुन्छ। त्यसपछि चाहिँ हजुरहरूले चिकन स्ट्रिप्स चाहिँ बिस्तारै एउटा एउटा गरेर चाहिँ तातो तेलमा राख्नु होला। यसलाई चाहिँ हजुरहरूले ओभरल्याप गरेर राख्नु भएन। त्यही भएर चाहिँ हजुरहरूको फ्राई प्यानमा चाहिँ कतिको अट्छ त्यही अनुसार चाहिँ हल्का हल्का गरेर मात्रै राख्नु होला। हजुरहरूको फ्राई प्यानमा चाहिँ कति जति अट्छ त्यही अनुसार राख्नु होला। र राखिसकेपछि यसलाई चाहिँ हजुरहरूले एकचोटि राम्रोसँग चलाउनु पर्ने हुन्छ, किनभने यो एकअर्कामा टाँसिएको हुन्छ। हजुरहरूले चाहिँ बिस्तारै बिस्तारै यसलाई चाहिँ एकअर्काबाट छुट्याइदिनु पर्ने हुन्छ र यसलाई चाहिँ हजुरहरूले राम्रोसँग फ्राई गर्नुपर्ने हुन्छ।
यसलाई चाहिँ बिस्तारै चलाउँदै पकाउँदै गर्नुपर्ने हुन्छ। हजुरहरूले चाहिँ यसलाई चाहिँ एकदम राम्रोसँग फ्राई गर्नुपर्ने हुन्छ। हेर्नुहोस् त यतिको भयो। यसलाई अझै पनि 2-4 मिनेट चाहिँ फ्राई गर्नुपर्ने हुन्छ। जबसम्म चाहिँ यो गोल्डन ब्राउन कलरमा टर्न हुँदैन तबसम्म चाहिँ हजुरहरूले फ्राई गर्नुपर्ने हुन्छ। यो यतिको भयो। अब यो बिस्तारै गोल्डन ब्राउन कलरमा चेन्ज हुन्छ। हेर्नुहोस् त भिडियोमा देखाए अनुसार यतिको फ्राई भइसकेपछि यो अलमोस्ट रेडी भइसक्यो। यसलाई चाहिँ अब हजुरहरूले एउटा प्लेटमा निकाल्न सक्नुहुन्छ। आवश्यकता अनुसार सबै चिकन फ्राई भइसकेपछि अब लागौँ हामी स्विट एन्ड स्पाइसी गार्लिक हनी चिकन बनाउनतर्फ। त्यसको लागि हजुरहरूले एउटा प्यान बसाल्नुहोस्। त्यसमा चाहिँ अघि चिकन फ्राई गरेर बाँकी रहेको तेललाई नै युज गरेर चाहिँ तेल राम्रोसँग तातिसकेपछि मसिनो गरी काटेर राखेको लसुन र सासानो टुक्रा गरेर राखेको सुकेको खोर्सानीलाई पनि राखेर राम्रोसँग फ्राई गर्नुहोस्। लसुन चाहिँ हामीले मजाले राख्छौँ, धेरै नै राख्छौँ र यसलाई हामीले गोल्डन ब्राउन कलर भइन्जेलसम्म चाहिँ लो हिटमा चाहिँ मजाले फ्राई गर्नुपर्ने हुन्छ। यतिको गोल्डन ब्राउन कलर भएर फ्राई भइसकेपछि अघि हामीले तयार बनाएर राखेको ससलाई चाहिँ बिस्तारै प्यानमा राख्नुहोला। सस राखिसकेपछि थोरै यसमा मरिचको धुलो पनि राख्नुहोला र यसलाई चाहिँ हजुरहरूले राम्रोसँग चलाउनुहोला। हजुरहरूले चाहिँ सबै त्यो फ्राई भइसकेको लसुन र अघि हामीले राखेको सस चाहिँ एक आपसमा राम्रोसँग चाहिँ मिक्स हुने गरी चाहिँ मजाले चलाउनु पर्ने हुन्छ। यसलाई चाहिँ हजुरहरूले चलाउँदै कम्तीमा पनि 2-3 मिनेट चाहिँ पकाउनु पर्ने हुन्छ। यसरी पकाउनु भयो भने चाहिँ यो सस चाहिँ थिकनेस पनि राम्रो हुन्छ र यो एकदमै स्टिकी पनि हुँदै जान्छ। यसलाई चाहिँ हजुरहरूले लो हिटमा चाहिँ चलाउँदै पकाउँदै गर्नुपर्ने हुन्छ। हेर्नुहोस् त कस्तो राम्रो थिकनेस आएको छ र कस्तो स्टिकी भएको छ यो। अब लगभग यतिको थिकनेस आइसकेपछि हजुरले चाहिँ यसमा सानो चम्चाको चाहिँ 2 चम्चा जति सिसमी सिड राख्न सक्नुहुन्छ। सिसमी सिड राखिसकेपछि यसलाई हजुरहरूले राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ। यसलाई हजुरहरूले राम्रोसँग मिक्स गरिसकेपछि अघि हामीले फ्राइड गरेर राखेको चिकन स्ट्रिप्स छ नि त्यसलाई चाहिँ हजुरहरूले बिस्तारै यसमा राख्न सक्नुहुन्छ। चिकन राखिसकेपछि यसलाई चाहिँ हजुरले राम्रोसँग चलाउनु पर्ने हुन्छ, राम्रोसँग मिक्स गर्नुपर्ने हुन्छ। किनकि हामीले बनाएको त्यो स्टिकी सस चाहिँ यो चिकनको चाहिँ सबैतिर राम्रोसँग कोटिङ होस् भनेर चाहिँ हजुरहरूले एकदमै राम्रोसँग ध्यान दिएर चाहिँ चलाउनु पर्ने हुन्छ। यसलाई चाहिँ यो सस चाहिँ चिकनसँग राम्रोसँग मिक्स भइसकेपछि लगभग यो चाहिँ हेर्नुहोस् त कस्तो राम्रो देखेको छ, कस्तो मिठो भएको थियो। हजुरहरूले एकचोटि यो रेसिपी ट्राई गर्नुहोला। यतिको पाकिसकेपछि अब यसमा हजुरहरूले चाहिँ स्प्रिङ अनियन चाहिँ राखिदिन सक्नुहुन्छ, माथिबाट गार्निस गर्न सक्नुहुन्छ। हेर्नुहोस् त कस्तो यम्मी देखिएको छ। यतिको भइसकेपछि अब यो चाहिँ सर्भ गर्नको लागि रेडी भइसक्यो। यो एकदमै मिठो बनेको थियो। अब कस्तो बन्यो भनेर चाहिँ हजुरहरूले यो रेसिपी एकचोटि अवश्य पनि आफैले ट्राई गर्नुपर्ने नै हुन्छ र कस्तो बन्यो भनेर हजुरहरूले कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सनु होला। र यस युट्युब च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्नुभएको छैन भने पनि सब्स्क्राइब गरिदिनु होला ताकि मैले अपलोड गरेको रेसिपीहरू हजुरहरूसम्म चाहिँ सहजै प्राप्त हुनेछ। हस् त आजको रेसिपी यति नै। म यस्तै मिठो मिठो रेसिपीहरू लिएर पुनः उपस्थित हुने नै छु। तबसम्मको लागि मिठो खाऊ, स्वस्थ रहौँ, ह्याप्पी कुकिङ।